मार्केटबाट आइरहेको छु। हेर्नुहोस् त, मार्केटबाट मैले के लिएर आएको छु हजुरलाई देखाउँछु। मैले मार्केटबाट के लिएर आएको छु देखाउँदैछु हजुरलाई। यो चाहिँ भयो लेमन, अनि अर्को भयो पुदिना, अनि यो के होला हजुरलाई थाहा छ? चुकुन्दर भन्छ, बेरुट भन्ने थाहा छ हजुरलाई? बेरुट हो। यो चाहिँ अदुवा, जिन्जर, अनि यो मिलाएर आज चाहिँ एउटा एकदमै महत्त्वपूर्ण उपयोगी नुस्खा बनाउन जाँदैछु। हजुरहरूलाई एकदमै काम लाग्नेछ। यसले हजुरलाई स्वास्थ्यमा धेरै राम्रो प्रभाव पार्नेछ। मैले यहाँको नाम पनि दिएको छु। यो चाहिँ मेरो मिक्सर मेसिन हो, जुस मेकर मेसिन हो। म आज सबै रेडी गरिसकेको छु काट्नको लागि। हेर्नुहोस् त, टेबलमा चट्ट बिछाएर म अब पहिलो सुरुमा यो चक्कुले अब चुकुन्दरलाई चाहिँ छिल्छु, बोक्रा फाल्छु। यो हेर्न सक्नुहुन्छ, यो चुकुन्दर भयो, यो चाहिँ अदुवा, यो चाहिँ लेमन कागती, यो चाहिँ पुदिना होइन त? चिन्नुभयो होइन? अब यो सबै मिक्सर गरेर एउटा एकदमै उपयोगी जुस बनाउन गइरहेको छु, जुन जुसले चाहिँ हजुरलाई चाहिँ विभिन्न थरीका कोलेस्ट्रोल अनि बिपी सम्बन्धी रोगलाई पनि एकदमै सहयोग गर्छ। हेर्नुहोस्, मैले चुकुन्दरको बोक्रा फाल्दैछु। यसरी बोक्रा फाल्दैछु चुकुन्दरको। यसरी बोक्रा फालेर राम्रो बनाएर सफा गरेर बनाउँदैछु है त। हेर्नुहोस् है, यसरी मैले राम्रोसँग उसको बोक्रा फालेर भ्याएँ। अनि अदुवा पनि मैले बोक्रा फाल्छु, अदुवाको पनि बोक्रा खोल्छाउँछु। यो फालिसकेको छु। अब मैले यिनी सबैलाई काटेर मसिनो गराएर काटेर पुदिनालाई पनि सफा गरेर एउटा भाँडामा पानीले पखालेर चाहिँ जुसको मेसिनमा हाल्छु। ल हेर्नुहोस्, आउनुहोस् है। ल हेर्नुहोस्, मैले पुदिनालाई एउटा भाँडामा पत्ता टिपेर एउटा भाँडामा राखेको छु र यसलाई एउटा यो जुस मेकर मेसिन हो यो मेरो। हेर्न सक्नुहुन्छ, एकदम सुन्दर छ। इम्प्याक्ट्सको एकदमै सुन्दर छ, सानो चिट्टिक्क परेको छ। हेर्नुहोस्, मैले अब यसलाई काटेर एकदमै मसिनो पारेर टुक्रा पारेर यसलाई चाहिँ त्यो जुसर मेसिनमा हाल्छु है त। ल हेर्नुहोस् त, सानो टुक्रामा परिणत गरिरहेको छु। ल हेर्नुहोस् है त, काट्दैछु। एकदमै सुन्दर तरिकाले कटिङ गरेको छु। मलाई कटिङ त्यति राम्रो त आउँदैन, तर पनि प्रयास गरिरहेको छु। ल अदुवालाई पनि मैले मसिनो गरेर काटेँ र यसलाई पनि त्यही जुसर मेसिनमै हाल्छु। मसिनो बनाएर काटेको छु। हजुरले पनि एकदम मसिनो गराएर हाल्न सक्नुहुन्छ। अनि मैले अब चाहिँ यो पुदिनालाई अझै पनि एड गर्नु मन लाग्यो। मसँग पुदिना धेरै छ र यसमा पानी हालेर सफा गरेर यसलाई चाहिँ धोएर राम्रोसँग पखालेर यसलाई चाहिँ त्यो जुसर मेसिनमा हाल्छु। अनि लेमनलाई पनि पखालेर, कागतीलाई पनि पखालेर हेर्नुहोस् त काटेँ मैले। यसको बियालाई फालेर यसमा निचोर्ने है। राम्रोसँग लेमन निचोरिसकेपछि हेर्न सक्नुहुन्छ, मैले हल्का साफ गर्छु हातहरू र यसलाई अब 300 ml जति पानी हाल्छु यो उसमा मिक्सरमा, जुस मेकरमा उसमा 300 ml जति पानी हाल्छु। अनि यसलाई राम्रोसँग ढक्कन लाउँछु। यो चाहिँ चार्ज गर्न मिल्छ। चार्ज गरेर 2-3 पटकसम्म जुस बनाउनु पनि मिल्छ। ल हेर्नुहोस् त, मैले अब यसलाई चाहिँ ल हेर्नुहोस् घुमियो त, यसले जुस बनाउन सुरु गरेँ। हेर्नुहोस् त, मसिनो, अब एकदमै सुन्दर, एकदम छिटो पनि, सजिलो पनि, लिएर हिँड्न पनि सजिलो। यस्तो खाले हजुरलाई पनि चाहियो भने हजुरले बजारमा पाउन सक्नुहुनेछ। ल हेर्नुहोस् त, जुस रेडी भइसकेको छ। एकदमै यसले चाहिँ हजुरको रगत सफा गर्ने, रगत नलीहरू सफा गर्ने, अनि के अरे नसाहरू पनि सफा गर्ने गर्छ। कोलेस्ट्रोलहरूको लागि पनि यसले राम्रो फाइदा गर्छ। यो जुस बनाएर खानुभयो भने हजुरले अफिसमा पनि यसरी हेर्नुहोस् त, अफिसमा पनि बनाएर खान सक्नुहुन्छ। र हेर्न सक्नुहुन्छ, यसमा मैले अझै पनि पानी एड गरेर 500 ml जति पानी एड गर्छु र अलि धेरै बनाएर अझै एकचोटि फेरि घुमाएर ल हेर्नुहोस् 500 ml जति पानी हालेँ। अनि अब यसलाई फेरि पनि 1-2 पटकसम्म यसलाई चाहिँ फेरि मिक्सरमा घुमाएर फेरि पनि जुस बनाउँछु।
यो एकदमै उपयोगी छ, एकदमै नुस्खा एकदम सजिलो छ। यो हजुरहरूले घरमा पनि गराउन सक्नुहुन्छ, अफिसमा पनि बनाउन सक्नुहुन्छ। मार्केटमा हाम्रो यी एकदमै सामान्य कुरा छ, चुकुन्दर, लेमन अनि जिन्जर अनि पुदिना, यी कुराहरू छन्। यी कुरा सामान्य रूपमा पाइन्छ र हजुरले यसरी घरमै अथवा अफिसमै जहाँ हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ, यसरी नै बनाएर हजुरले चाहिँ खान सक्नुहुन्छ। एकदमै उपयोगी छ। यसले चाहिँ हजुरको स्वास्थ्यलाई एकदमै राम्रो पार्छ है त। हजुरको रगत सफा गर्नेदेखि लिएर हजुरको नसा सम्बन्धी ब्लकेजहरूलाई पनि खोल्ने काम गर्छ। ल हेर्नुहोस् त, एकदमै राम्रो मिठो जुस देखिएको छ। ल हेर्नुहोस्, खानको लागि रेडी भइसकेको छ। अब म यसलाई खाएर पनि टेस्ट गर्छु कस्तो छ, म हजुरलाई भन्छु है त। साह्रै मिठो जुस। Thank you for watching.